50 वर्ष पार हुँदा तपाईँलाई कस्तो अनुभव भइरहेछ? हुन्छ, आज यस कार्यक्रममा मैले एकदम आदर गरेर र सम्मान गर्नुपर्ने दिदी भिनाजु भान्जाहरू, मेरो संयोगले भाइ पनि यहीँ भएको बेला उता भाइ बुहारी नै भएका यता भान्जी बुहारीहरू केटीकेटी मलाई हाम्रो र वार्तालीको परिवारमा संयोगले नाति र नातिनी दुइटै, यी नाति नातिनी बुहारी ज्वाइँ पनि हुन्थ्यो। अन्त द्यावा ऊ ज्वाइँ हुन्थ्यो, ऊ बुहारी हुन्थ्यो। यिनीहरू दुइटा र हाम्रा यी साना केटाकेटी सबैजना छन्। जसरी नै उहाँले चाहिँ अलिकति पढे लेखा भएर कवितामा प्रस्तुत गर्नुभयो, मैले उहाँको कविताले भनिसकेँ। म बिहा गर्दा 13 वर्ष मात्रै भएको थिएँ भर्खर। त्यो अवस्थामा पनि घर आएर ठुलो परिवारमा मैले एउटा किताब पनि निकालेको छु। त्यो सम्बन्धमा मेरो लेख पत्रिकाले निकालिरह, अर्कोले पनि मागिरह। अहिले मैले मेरो जीवनमा तलदेखि माथिसम्म गरेका त्यो बेलाको अवस्था, त्यो बेलामा म विकट ठाउँमा जन्मिएर अनि आएर भोटेओडारमा समाजसेवा गरेर यो तहमा आइपुग्दाखेरि अरूले तेरो कुराहरूले हामी किताब निकाल्छौँ भनेर मागेर मैले दिएको छु। एउटा निकालिसकेँ, एउटा निकाल्दैछ। त्यो अवस्थामा आएँ र उहाँले भन्नुभयो म अबोध थिएन भनेर। हामीले बिहा गरेपछि 2-3 वर्ष भयो अहिले सँगै बसेको, नत्र उहाँले मैले 1 महिनासँगै जिन्दगी कहिले पनि बिताएनौँ भनेर बसेर परिवारमा बसेर सँगै 1 वर्षमा 2 पल्ट मात्रै भेट हुन्थ्यो कहिले कहिले त। त्यो अवस्थामा मेरो घरको परिवारलाई संरक्षण गरेर बुवा आमालाई हेरेर मेरो नन्दहरूलाई मैले छोराछोरी जति गरेर हुर्काएँ। त्यो अवस्थामा अहिले सबैजना हुनु भएन। गत वर्ष 50 वर्ष सुरु हुँदा भाग्यले अमेरिका पुगिएको थियो। अमेरिकामा भन्दा हामीलाई आमाको स्थान दिएर हुर्काएर अहिले हामीले पनि आमा सरह सम्मान गर्न पाछौँ भन्ने अभिव्यक्ति गर्नुभयो। त्यही अवस्थामा जुन अवस्था पार गरेर यो ठाउँसम्म आइपुगेँ, मैले बच्चाहरू जन्माउने हुर्काउने यिनीहरूलाई हामीले सकेको अवस्थामा उनीहरूको अप्ठ्यारो अवस्थामा साथ दिएर अहिले यहाँ ल्याइपुग्यौँ। हामी सहज अवस्थामा थियौँ। अबको हाम्रो अप्ठ्यारो अवस्थामा यिनीहरूले सधैँ हामीलाई साथ दिउँ, सहयोग गर्नुपर्छन् भन्ने पूर्ण आशाका साथ हाम्रो यो जीवन अब पनि अबका दिनहरूमा सँगै जिउने सँगै मर्ने मान्छेले एउटा बाचा गरेको हुन्छ र अग्रिम साँची राखेर तर म एउटै हो भनेर हामी यो अवस्थामा बाँधियौँ। त्यो अवस्था कायम रहोस् र मेरा केटाकेटी इष्टमित्र सबैजनालाई सहज तरिकाले अगाडि बढाउन्, यिनीहरूलाई रोग नलाओस्, सुस्वास्थ्य र दीर्घायु अष्ट चिरञ्जीवीले रक्षा गरून्। हुन्छ। के छ गोपाल दाइको के छ कि